ये पेन्सिल देऊ दिदी एबिसिडी लेख्ने दिदीलाई त्यही पेन्सिल चाहियो भाइलाई त्यही पेन्सिल चाहियो देऊ छोरो पेन्सिल देऊ दिदीले त्यही पेन्सिल चाहियो रे के तिमीलाई त्यही चाहियो कस्तो एउटा पेन्सिलमा झगडा गरेको तिमीहरू देऊ पुन्टे अब एउटा पेन्सिलमा झगडा पर्यो देऊ न त्यो पेन्सिल भाइलाई पेन्सिल लियो भनेर उसलाई त्यही पेन्सिल ओ भाइ देऊ न एउटै पेन्सिलमा झगडा गर्छ अरू पेन्सिल पनि छ त हौ ल यो पेन्सिलले लेख ल अहिले मानी अघिसम्म त पानी थिएन त्यही चाहियो तिमीलाई बेला पेन्सिल चाहियो ल नि त यो पेन्सिल छ त ल यहाँ दुईटा पेन्सिल छ त अरू पेन्सिल लगाएर झगडा गर्ने दुईजना दिदीले लेख्नु पर्छ अनि तिमी नयाँ पेन्सिलले लेख नि त आम्मा आसु हेर न छोरो किन त्यो पेन्सिल चाहियो दिदीको तिमीलाई त्यही पेन्सिल किन चाहियो खै एकचोटि देऊ त मलाई एकचोटि देऊ न ल तिमी पेन्सिल बक्सै ल्याऊ तिमीलाई म घुमाउन लान्छ ल बाहिर जाने ल बाहिर जाउँ हामी घुम्न जाउँ है एउटै पेन्सिलको लागि झगडा गर्छ नि हेर पानी परेछ त बाहिर हुँदैन त्यहाँ